पहाडको काखमा अडिएको एउटा सानो गाउँ, दूरदराजका काम, नदीको सोई सोई र बर्खे वनस्पतिको सुगन्ध। यो कथा त्यही सुरु हुन्छ, जहाँ बादलले घरका छानालाई चुम्छ र हरेक साँझ ढोकामुनि टाँसिन्छ एक एक अघिल्लो दिनको मौनता। गाउँको उत्तरपट्टि सिमसारको सिरानमा थियो आरुनको घर। उनको आँखामा पहाडको स्थिरता, तर मुस्कानमा कुरा गर्न हिचकिचिने टकटकाहट। दक्षिणपट्टि फर्सी फूलले ढाकिएको आँगनपडी लुमाया बस्थिन्, हातको काममा चुस्त, मनको कुरा बोल्न धैर्य गर्ने, र आँखामा कुनै लामो बाटोको नक्सा। यो वर्षा कति पुराना सम्झनाहरू जगाउँछ, होइन? आरुणले एक साँझ खेतको पर्खालमा बसेर यति मात्र बोले। लुमायाले टाउको हल्कै हल्लाइन्। सम्झनाले कहिले कहीँ घर बनाउँछ, कहिले डाँडा। त्यसपछि उनीहरूको मौनता एक किसिमको भाषा बनिरह्यो, जसमा हातका साना काम, पराल बटार्ने ताल र खेत सिँचाइको पानीसँगै चल्ने छेनहरू सबै अव्यक्त तर नजिक। अध्याय 1। बर्खे। बिहानको उज्यालो, आकाश फाटेको बिहान। जुङ्गे बादलसँगै गन्ध आउँछ, माटो, बिजेको काठ र हरियो टुसा। आरुण बिहानै उठ्छन्, गोरु खोल्न, बाउको हालैको खोइरे सम्झन र टाढाको पातलो गाउँतिर आँखाले बाटो कोर्न। लुमाया आज पाठेघरको धुलो पुस्दै ज्यानको थकानलाई गीत बनाउँदै आफ्नो आँगनको तुलसीमा पानी हाल्छिन्। उनले सानो स्वरमा हुम्मिन, गाउँको पुरानो लय जसमा पहाडको समय टल्किन्छ। आज झरनासम्म जानु है? आरुणले हरेक शब्द मापन गरेर भने जस्तो। लुमायाले आँखाले मात्र जवाफ दिन्छन्, र त्यो हो, शब्दविहीन तर स्पष्ट। अध्याय 2। बाटो, जङ्गल र चिन्ताहरू। उबेलाको ढुङ्गामय बाटो, हेर्दा कठोर, हेर्दा समझदार, दुवै सँगसँगै, तर बीचमा हल्का दूरी, जसरी सम्मान राखिन्छ। आरुणलाई सोध्न मन छ, तिमी किन हाँस्दा आँखाको कुनामा तारा झिल्किन्छ? तर उनी भन्छन् मात्र, आज पानी नथम्न जस्तो छ। लुमायाले आकाशतिर हेर्छिन्। पानी, बालीका लागि आशीर्वाद, तर कहिले कहिले मनका लागि कस्सिएको गाठो। झरनासम्म पुग्दा कुहिरोले दुवैलाई नजिक गरेको अनुभूति। चाल अलि दिलो, श्वास अलि अग्लो। कहिले कहिले यस्तो लाग्छ, समयले हामीलाई बिस्तारै सर्छ भन्न खोजेको। आरुण थोरै अड्कन्छन्। सहरबाट खबर आएको छ, कामको अवसर। सिकारु हुन पाएँ भने हिँड्नु पर्ने होला। लुमायाको आँखामा बुदाहरू र झरनाका छिटाहरू मिसिन्छन्। उनले आँखा झुकाएर भन्छन्, हिँड्नु पर्यो भने म तिमीलाई भारी बोक्न दिदिन। यहाँको बाटो म हौसला भएर सम्हाल्छु। दुवै नबोलेको कुरा, एकअर्कालाई सम्झेर बाँच्ने कस्सिएको सहमति। अध्याय 3। गाउँको मेलो, साँझको पर्खाइ। गाउँमा मेलो लागेको छ। मदाले बज्छ, पिङ तानिन्छ, बालबालिका चिच्याउँछन्, बुढाबुढी मुस्कुराउँछन्। रातो पहेँलो झण्डा हावामा। लुमाया धानकुटाइका हातलाई
चन्द्रमामा दुवै झैँ सफा गरेर पिङको डानामा उभिन्छन्। उनी हाँस्छिन्, तर त्यो हाँसोको आधा भाग आरुणको लागि राख्छिन्। आरुण टाढै उभिएर यो दृश्य हृदयमा बोकेर सम्झन्छन्, यो क्षण मैले सधैँ सम्झनुपर्छ। तिमी जाँदैछौ भने। लुमायाले शान्त स्वरमा भन्छिन्, म तिमीलाई एउटा कुरा दिन चाहन्छु। उनीले आफ्नो पटुकीको किनाराबाट सानो सुरिलो घन्टी निकाल्छिन्, गाईबालाले घाँस काट्दा बस्ने धरहराको जङ्कार जस्तो। यो घन्टी जब बज्छ मलाई लाग्छ पहाडले मेरो नाम लिएर हावामा पठाइदिन्छ। आरुणले घन्टी सावधानीपूर्वक कङ्गाल्छन्। तिनीहरूको औँला केही छिनसँगै टक्कर खान्छ। न त चर्को न त लजालु, ठ्याक्कै त्यति जति नजिकिनुहुन्छ तर हद ननाग्ने।